आज माथि पर्ने चुल्हा बनाउन लागेको छु। यो के छाड्नु न यो चुल्हा बनाउन लागेको छ कि अघि बिहान यहाँसम्म काटेको यहाँसम्म थियो, यहाँसम्म काटिसक्नु लागेको थियो। अनि अलिक खुल्ला बनाउन यहाँ काट्न आँटेको थियो। अब चियरहरू पनि बाँकी नै छ, चियरहरू छ होइन। यो के अरे त्यो चुल्हाको लागि चिकुरी बनाउन लागि चौरी गोरु भैँसी मासुहरू त्यसको लागि ठाडो चुल्हा बनाउने। ठाडो होइन, ठाडो लडाएर मासु पोल्ने क्या, त्यो चिकुरी बनाउनुको लागि बनाएको। यो भएन चाहिँ यो सबै तल कोइला हाल्दो रहेछ, त्यही भएर यसमा भएन। अनि लामो खाले त्यहाँबाट टुक्रा पारेर काटेर लाउन खऱ्यो। अनि यहाँबाट यहाँबाट गाँस जान्छ, गाँस गएपछि यहाँ डोडा बत्ती चाहिँ लाग्दो दामी हुँदो रहेछ। यसलाई खोल्नु भन्दा चाहिँ तर यो एकपल्ट डोडो भन्छ नि तिनीहरूको डोडो भन्छ। यसमा हुन्छ भन्ने चाहिँ पहिला मेरो आइडिया लगाएर आएको छु कि यसबाट चाहिँ हुन्छ, यसबाट चाहिँ डोडो भन्छ नि। खतरा दिमाग लाएर मात्रै यहाँदेखि उता भएर यहाँसम्म काट्नुपर्छ। यहाँसम्म काट्यो भने अनि यही तल माथिबाट जाली लगाएपछि मासुको चौरी र गोरु मासु भैँसी मासु त्यसमा। तर यो फलाम चाहिँ कतिको रहेछ भनेर म थाहा छैन हौ। फलामबाट चाहिँ फलामै रहेछ क्या, तर फलाम चाहिँ काट्दा चाहिँ खतरा आमा एकैचोटि कहाँसम्म घरसम्म पुग्दो रहेछ र अब त आम्मा। अलिक कट्दै कट्दै जानु पर्यो भने चाहिँ त्यसलाई चित्तै पारेर योदेखि बनाउनु पर्यो। अब यहाँसम्म यहाँ चुनो लगाइसकेको चाहिँ यो चुनो लगाइसकेको छ। यो तातो यहाँको यो गाँस छ यहाँ मैला यहाँ तर्केर टप्पै जाँदो रहेछ। पक्क उक्किँदो रहेछ यहाँ। यता पनि छ यहाँ यस्तो हुँदो रहेछ यहाँ। यहाँ पानीभित्रको नि यो सबै डढ्दो रहेछ। यो लाग्दो रहेछ क्या, डढ्दो रहेछ यो पानीभित्रको। यहाँभित्रको पानी पिउँदो रहेछ। यो बनाउँदा एक खुट्टीको यहाँ डक्छ। यहाँ यो कहाँ रहेछ, यसको त कहाँ रहेछ। यो बनाइसकेपछि यसलाई मासु पोलेर खाने हो। आएको छ अनि यता मासु पोलेर खाने त ठिक छ। यता पनि तल काटेर घरको चाहिँ ठाडो कोटे पार्क उहाँदेखि पार्क अनि यहाँ पनि त्यहाँ मैले त्यहाँनिर रुखको पेटमा यो एकैचोटि मैले सबै फाँडेको छु। यहाँनिर चाहिँ यो के भन्छ मेवा जस्तो खाँदा चाहिँ मेवा जस्तो हुन्छ। फर्ची हेर्दा चाहिँ लास्टै फर्पुरा जस्तो पो लाग्यो थियो खाँदा चाहिँ लास्ट त। अनि यो यसको बिउ यहाँ छरेको छ रुखको छेउमा चिता अम्ला जग्गा छ नि
यहाँसम्म छ। अरू बिरुवा छ सबै टाकपाक चरेछ। मैले यहाँनिर इस्कुस रोपेको छ, कहाँ पुऱ्यायो कहाँ छर केही वाक्क लागेन। यहाँसम्म चाहिँ टप्पै उडो चार्जर चाहिँ कसले चार्ज थाहा छैन मलाई। यहाँसम्म त्यहाँसम्म चाहिँ त्यो धार रोपेको तम्म यहाँनिर खोर्सानी ताउरो खोर्सानी रोपेको छ। हरेको थियो त्यहाँ पनि रोपेर सबै बनाएको थियो। त्यहाँका यो हरे टुङ्गुर जस्तो छ कि मलाई लास्ट रुटिदिएको यार। हो त मान्छे त नेपालको तर्का भएन भने त भो रहेछ रेडिया भनेको उनीहरूको नयाँ घर बनाएकोमा बसेर जग्गा पनि बनाउनु पाउँला भनेर चाहिँ सोधेको थिएँ। तर नेपालको जस्तो नहुँदो रहेछ कि हाम्रो गाउँमा। तर उनीहरूले 1,25,000 त्यो 50सम्म 60 70 85सम्म पुऱ्याउँछ हौ। मकै बनाउनु यस्तो बनाएको यार। यहाँसम्म पनि जग्गा बनाउनु नहुने यहाँ यो खुट्टासम्म बढाउनु नहुँदो रहेछ। नानीहरूलाई पनि खेल्ने ठाउँ हुँदैन। यो ग्राउन्ड चाहिँ ठुलो नानीहरूलाई खेल्ने ठाउँ कक्को खेल्ने ठाउँ नानी भान्जीको लागि नानीहरूको लागि कहाँबाट बत्तीहरू आउँछ होइन। त्यो भएर अलिकति टाइट पनि भनौँ न यो नाप्दा चाहिँ कतिको पुग्नु हुँदो रहेछ। 12 जान्छ यता पनि जान्छ। झोला चाहिँ यता पनि छ यता यहाँसम्म छ। यो त मलाई दामी लागेको थियो। अनि मक्खा बनाउनु चाहिँ होइन त्यही तर्का। तर यसलाई अलिकति ताजा चाहिँ राम्रो छ भनेर सोचेको थिएँ। यहाँनिर ए जङ्गल ताबु छ हो। यसलाई यहाँलाई चाहिँ ब्लक बनाएर राख्यो भने चाहिँ दामी छ क्या। यहाँदेखि वात्तै पारेर ब्लक लाएरै खोला बनाउनु तल ऊ त्यहाँनिर पोखरी छ अगाडि त्यहाँ माथि पोखरी सानो खोला पनि जाँदो रहेछ। यो घर माथि र अनि यो घरदेखि माथि पनि जाँदो रहेछ। तलमा पनि हुँदो रहेछ। यही यो पोखरीको तल खल्लै जाँदो रहेछ। अनि उनीहरूको व्रत गरेको झन्डा मन्डा गरेको सबै त्यही एउटा उयसमा हुँदो रहेछ। म देखाउँदै म यहाँ लास्टमा पोखरी कस्तो छ भनेर म देखाउँछु ल। डाँडा पर्यो त्यहाँनिर छ। म जङ्गलमा गएर बस्छु र कुरा गर्छु ल। यहाँ फुल पनि आमा मेरो लत्रमै पलाउँदा त कुन खालको फुल हो थाहा छैन। दाउरा पनि निस्केछ। अनि यहाँ मैले अलिकति काटेको थिएँ काटेर यहाँनिर बनाएको थिएँ। त्यो यहाँ जङ्गल चाहिँ यसलाई अलिकति काट्नु पर्ने थियो क्या। काटेर यसलाई भङ बनाउनु पर्ने। यहाँ म देखाउँछु यहाँ बाटो त यहाँ छ हो।
बाटो यहाँ छ यता पनि छ झन् एउटा आइज मैले बनाउने त्यो बनाएको छ कि यहाँबाट जानु छ हो बस्नु कालो खैरोहरू यहाँनिर आउँछ माछाबाट अगाडि भेटाएको थियो त्यो माछा ए म चुन नानीहरू आएर यहाँ माछा मार्छ त्यो यही पोखरी त्यो माथिदेखि आएर यहाँ वरिपरि त्यो घर छ नि यो डाँडा यो पोखरको टाढा परि यो ठाउँमा आउँदो रहेछ पानी यही पोखरीमा अनि यहाँबाट के हुन्छ भने चाहिँ मैले सोचेको थिइनँ अनि यो हेर्दा चाहिँ यो खालको माछा बस्छ भनेर सोचेको थिएँ ठुलो पोखरी होइन यो सानो कति 12 फुटदेखि चाहिँ अझै लम्बाइ चाहिँ छैन हौ यहाँनिर यो पोखरी हो र यहाँ वरिपरि यो ऊ हुँदो रहेछ क्या कहाँबाट पानी उम्रिँदो रहेछ थाहा छैन मलाई 12 फुट अनि यहाँदेखि ऊ तरसम्म खिच्दो रहेछ पानी अल्ल तर पुल चाहिँ कहाँ पुल उम्रिन्छ होला ओह तल पुग्नु भयो ओ हजुर तर यो रुखको पेटमा उम्रिँदो रहेछ पानी तल झर्दो रहेछ माछा पर्छ भनेर त यही दाउरा क्या माछाको होला माछा छ बक्ती पनि यहीँ रहेछ ओ बक्ती पनि यहीँ छ के छैन दाउरा होइन घर त छँदैछ नि ओ माथि अनि एउटा मैले बनाउनु आएको छ कि मासु पोल्ने र खाने पार्क बनाउनु पर्यो भनेर सोचेको थिएँ बाटो त छ यहाँ हो दाउरा दाउरा छोरा छ नि त नि दाउरा हो अनि एकको ठाउँमा चाहिँ मैले बनाउनु आएको छु के एकको ठाउँमा बनाउनु आएको अनि यहाँनिर है एकको ठाउँमा बनाउनु आएको यहाँ छत बनाएर त्यो बनाउनु पर्यो भनेर छ क्या अलिकति ऊ त्यहाँ डाँडा क्या ढलाई गरेर पहिला उयो रड गाडेर ढलाई गर्नु पर्यो यो पार्कको छेउमा उता माथि अनि यसलाई छत बनाएर नि त्यो अम्ला दाउराहरू सबै रहेछ हो अनि यहाँनिर बस्ने ठाउँ बनाएर यसलाई चाहिँ यहाँ झाँकेर बनाउनु यो वा यत्रो ठाउँ छ यहाँ यहाँसम्म यहाँसँग त पानी चाहिँ ठुलो आउँछ भाइ त कहाँ जानु पर्छ भन्नु नि त्यो माथि घरसम्म छ घर छ त्यो धारा ल्यायो यहाँ जोड भने धन्दामन्द गर्न सक्ने हुन्छ जति हुन्छ अनि यहाँनिर एउटा होम पार्क थियो यहाँ देखाएको मैले ऊ
उता माथिको त अनि यसलाई चुरुक्क पारेर चप्पा बनाउने होइन अनि यस्तै गऱ्यो भने चाहिँ दामी हुँदो रहेछ क्या मलाई त्यो बनाउनु मलाई रहर लागिरहेछ हो अब यता जान्छु ल यता गएर म कुरा गर्छु है झाब्रा उता माथि त उहाँहरूको त यो एउटा एउटा तिनवटा चार पाँच छ सात आठवटा छ एकको छेउछाउमा नि ओह माथिसम्म यसलाई यहाँ नरुचि बनाएर बस्ने ठाउँ हावा खान बस्ने बनायो भने नि उहाँदेखि यो घर त्यो घरसम्म यहाँ बनाएर बाटो बनायो भने हिँड्ने यता चिज बनायो होइन मासु पोलेर खानु एकदम बब्बाल हुँदो रहेछ त्योहरूको छेउछाउमा नि चिज बनायो अब यहाँ तल बनायो फेरि योसम्म को लेबर बनाउनु छ क्या अनि यहाँबाट तलक्क पारेर यहाँ माथि गाह्रो उठाउनु छ गाह्रो उठाएर यताबाट गाह्रो उठाउने होइन माथि पनि गाह्रो उठाउनु छ हो उयोसँग त यो एकको लेबरमा तलक्क पारौँ घरको थाना जस्तो क्या तलक्क पारेर एकको चाहिँ एकदम यो को लेबर बनाउनु छ यस्तो गऱ्यो भने यहाँ चाहिँ यो यहाँ रहेछ नि यो तल रहेर त कर्लक्क अलिकति लेबर बनायो माथि ट्याप बनायो भने उनीहरू चाहिँ धार पलाउँछ त सुपमा पलाउनु यति गाह्रो त्यो काँप्छ माछामा यति गरेर उहाँहरू पनि यो घर परिवार मान्छे सबै तल घर ठुलो छैन किनभने यो आउनेहरू मान्छेहरू हटेर नगर्ने यो एउटा नाम इङ्ग्लिसबाट लेख्नुपर्छ क्या इङ्ग्लिसबाट लेखेर दियो भने राम्रो हुन्छ खानु हो रमाइलो गर्नु हो यति हो दाउरा त मजाकै छ यहाँ दाउरा प्लम भाँचिँदो रहेछ यहाँ दाउरा मजाको दाउरा छ नि त्यो क्या एउटा प्लम भाँचिँदो रहेछ दाउरा त मजाको छ अलिकति यसलाई नि चाँडा पाँडा बनाएर बस्ने ठाउँमा चौर बनायो भने चाहिँ उहाँदेखि यो 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 पर झर्केहरू छ नि त्यसको ठाउँदेखि त्यही राम्रो हुन्छ ढङ्ग अलिकति छोडिदिनु पर्छ उहाँहरूलाई अनि उनीहरूको जनावरहरू हुन्छ होइन म अझै देखाउँछु ल ल ऊ दाउरा बाटो त छँदो रहेछ दाउरा त छ होइन दाउरा सबै मचिरहेको रहेछ अनि यहाँसम्म छ दाउरा कोही छैन मासु पोलेर खानु कोही छैन यहाँसम्म त परसम्म
खाजा खानेहरू होला मान्छेहरू थाहा छैन हो दाउरा मजाको छ यसलाई पनि पाङ्गु पारेको भत्काएर तल्लोसम्म परसम्म छ अघि गरेसम्म जहाँसम्म पुरा हुनु यसको बनाउँदै तलसम्म पुऱ्याउनु पर्छ क्या अनि माथिको चाहिँ तलक्कै बनायो भने गोरो लाग्यो छोड्यो ओह अब पर पारेछ त्यो रुखको पटाएर छ नि यो पर पारेको वहाँसम्म यति चाहिँ नगरेछ कहाँ म केही बनाउनु मन लागिरहेको छ क्या के गर्नु पैसा चम्पट गर्नु ठुलो होइन कुरो गर्नु कार्यक्रम गर्ने के गर्ने बिहेको लागि दाना दाङ्नु बजाउने त्यो त हो रमाइलो अर्कोको लागि हो हाम्रो लागि सबैको लागि हो त्यही भएर बिल काट्ने पट्ने हो खानेकुरा मजाले पाउँछ पैसा चाहिँ पैसाको लोभमा धेरै सानो पैसा ठुलो कुरामा होइन पैसा भनेको नि अलिकति 5 रुपियाँ दियो भने त्यो हुन्छ नि नाम व्यक्तिमा यस्तोमा हालेर टक्किन्छ त्यति हो यस्तो बटाएर फलेको रहेछ देख्नु भयो आम्मै कम त कम मजा छ मलाई चाहिँ यही मजा लागिरहेको छ क्या म यही गरम मन लाग्छ यस्तो गरम मन लाग्छ भनेर चाहिँ यही के गर्नु एउटा वन जङ्गल भएर पनि भाँची जान्छ हो यस्तो खालको दाउरा छ गरम गरौँ गरा पुरुप पर भाँची जान्छ हो मस्किटाको नि यस्तै भाँचिन्छ दाउरा देख्यो अनि एउटा बोट बाँचेको छ त्यसलाई छोडिदिनु मन छ एउटा रुख बाँचेको रुखमा दाउरा त तन्नै तन्छ हो मजाले पोलेर खान पाएन एकै तलसम्म तल गाह्रो लाउनु पर्छ क्या कति घटाउँदै मिलाउँदै जानुपर्छ यसको तल पुटासम्म पुग्छ जता छ नि यस्तो बनाउनु जता खोला जान्छ त्यतै बनाउनु बाङ्गै बनायो भने टक्क्यो बा होइन त्यो त बाटो त रहेछ नि हो यहाँ बसेर दाउरा यहाँ रहेछ हो डाङ्ग्रा त पर पारेर उस्तो त गाँडा खाने ठाउँ नबनाउनु अर्काको छेउमा देख्नु रोडमुट गरेको चाहिँ मजा हुँदैन के पहिला अगाडि फल्न ठाउँ कसको बुढ्यो कसको चुमच्यो भनेर पहिला सोचेर मात्रै कुरा गर्नु पर्छ बाबुआमा थाहा छैन भनेर अनि मात्रै गर्ने हो श्रीमान छैन भने निधन र मृत्यु भएको भन्ने चाहिँ कुरा चाहिँ यति हो कुरा तर मैले भनेको मजा छ कि छैन कुरा छलफल यति हो
उहाँसम्म त उहाँको घर चाहिँ सबै तल्ला गरेर यो चिसोमा त्यो घर पर्वतसम्म तल्ला गरेर बनायो भने चाहिँ फेरि बब्बाल हुन्छ नि बरु सिँढी घटाउँदै बढाउँदै माथिदेखि नि माथिदेखि उहाँदेखि उयो रुखसम्म छ यहाँ चाहिँ तल छोड्नु छ क्या यो ठुलो रुखदेखि ए यो रुख टाढो पुरा अनि यसलाई छोड्नुपर्छ अलिकति चाम छोडाउनुपर्छ कलक्क पार्नु सिँढी बनाउँदै 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 तल बनाउनु ट्याक्कले चाहिँ तल उहाँदेखि उहाँदेखि छ योदेखि चाहिँ तलक्क घरको छाने जस्तो बनाएर नि पानी तल तल झर्छ अनि तल चाहिँ टकेर परार अनि यता माथितिर चाहिँ माथि पोले खाने यो उयो रुख त्यसमा एक दुई तिन चारवटा रुखसम्म उहाँ तल ठाउँमा बनाउनु छ उयो रुखको एकको लेभल बनाउने टक्क यहाँ हुन्छ एकको वरिपरि ठुलो यो रुखको ठाउँमा यहाँ ठाउँ कलक्कै बनायो यहाँ घर लाएर बनाउनु त्यत्रो कहाँ ठुलो पानी जान्छ र सानो पाइप लगाइदिँदा टक्की जान्छ यति मजा आउँछ उहाँ पनि बनाइदियो होइन सबै यहाँनिर बेच्दिए टाक्ला दिए यिनीहरू हुन्छ हो यति मजा यहाँनिर पो हुँदो रहेछ हो ए आमा हो अनि यहाँनिर पनि दाउरा ताउरा हुँदो रहेछ कि कोही त्यहाँ माथि पुल्यो खाने ए हो त्यही पनि रहेछ यो रुखटुक सबैलाई यहाँको जिनीहरूलाई सोध्नु छ पहिला सोधेर छलफल गरेर कुराकानी गरेर अनि मात्रै त्यो ठाउँमा हुँदो रहेछ क्या यो रुख टुक्का रहेछ लपाङमा पारेर सबै हाल्यो भने चाहिँ दामी थियो म त्यो कुरा गर्न मन लागिरहेको छ यस्तो पनि हुन्छ यो रुख टुक्का छ क्या माछा पोलेर खाने ठाउँ बनाउनु पर्ने क्या यस्तो पनि हुन्छ हजुर त्यसमा एउटा बकेट कहाँ फालेको रहेछ यहाँ त्यसलाई पानी टङ्ग यो टप्पा पानी टप्पा बनाउनु पर्ने क्या अनि अरू परे यसलाई ब्लक बनाउने यो पानी कहाँबाट निस्किन्छ त्यो घरकाबाट पानी कहाँबाट आउँदो रहेछ भनेर थाहा हुन्छ उसको एउटा थाना बनाउनु पर्ने क्या खाना बनाएपछि टलक्क बनाएपछि अनि पानी चल जाँदा पुग्यो यो खोलामा है यो मुकालाई चाहिँ झालेर सबै घाँटीमा चाहिँ ए दाउरा यो पानी यसलाई अलिकति खाडेर अलग्ग बनाउँ यसलाई पनि अलग्ग बनाउँ अब यहाँ चाहिँ उता पनि जहाँ आउनेलाई यता पनि कलक्कै अनि यहाँ बस्ने रमाइलो गरेर घाम लाग्यो जति घाम लाग्यो गर्मी लाग्यो होइन पर कति पर्छ जाडोमा पर यहीँ एउटा
यो तेरा मासु पोलेर खानु एउटा माथि खाना बनाउनु पर्ने क्या यहाँदेखि धारै जस्तो लाग्छ त्यो यहाँदेखि धारामा बनायो भने चाहिँ जति हो यहाँ पनि एउटा डल्लो छ भाँचेको रहेछ यसलाई भाँच्नुमा चाहिँ उता माथि हेर रुखेको रुखेको यो एउटा रुख भनेको त्यो रहेछ मसिनो रुख खालको अनि अब यति नै हो यति हो ल आजलाई सम्पूर्ण मित्र साथीभाइहरूलाई म यही फलो गरिदिएको छु होइन तपाईँले फलो गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला होइन अनि यति हो धन्यवाद सबैजनालाई मैले यो पोखरीको खोला जानको लागि सरसल्लाह अनि काकुला त्यसको बारको कुरा सबै यो समुद्रमा सानो खोलामा यो सबै खोला यो घरको समुद्र यहाँसम्म आइपुग्छ त्यो खोलामा अब म यति नै धन्यवाद सबैजनालाई मैले भनेको बारेमा लाग्दैन कमेन्ट गरेर सबैजनालाई फलो गरिदिनु होला है कहाँबाट जान्छ भने चाहिँ बाटो त यही छ यसलाई पनि बाटोको छ यसलाई पनि भत्काएर मजाले यहाँ जानु बनाउने ओ तलसम्म छ कति 5 फिटको होला यो बनाउनु पर्ने तल जानुलाई सायद माथिबाट जानु सायद तलबाट आउनु सायद बनाउनु पर्ने यहाँ तल पुगेको छ उसको बराबर यति नै हो मैले भनेको मेरो मनमा भएको कुरा म त्यति भन्छु होइन यति के छ तपाईँहरूको मनमा अनि सल्लाह गरौँ यति हो यहाँ मैले भनेको एउटा यहाँ यो छ खानेलाई ऊ तलदेखि पक्कर आएर यहाँ दिने रासिन्छ यहाँ खानेलाई यहाँ छ अनि आजुन यहाँ छ धारा हो धारा त ऊ तलसम्म जान्छ तल खानापिना भात पकाउनुसम्म भान्सेमा अब यहाँ त सधैँ त यहाँ अनि अर्को धारा पनि परबाट आउँछ यहाँबाट भर्दै जान्छ यति हो सकियो आजलाई यति नै हो मैले भिडियो बनाएँ होइन बारु चारु तारु भनेको यति नै हो तपाईँलाई मैले फलो सेयर कमेन्ट गर्नु मन लाग्छ भने गर्नु होला होइन खानु मन लाग्छ त्यही गर्नु मन लाग्छ त्यही गर्नु होला होइन एउटा कालो घर यहाँ छ अनि यहाँ सबै छ यता त हाम्रो सम्पूर्ण काम हिँड्नु लागेको होला यति नै हो अनि यहाँसम्म घुमेर जान्छ तलसम्म जान्छ अनि यहाँ त ऊ पर खैरीको घरसम्म भित्तासम्म तलसम्म पुग्छ यति नै हो मैले भने आजलाई यति नै हो मैले बनाइसकेँ होइन भोलि फेरि अर्को ठाउँमा गर्छु ल बाई बाई